यो आजको जुन इनिसिएसन लिनुभयो हाम्रो अब पञ्जीकरण शाखाका प्रमुखज्यू, त्यसपछि हाम्रो आइटी सर, अनि आज हामीले जुन सहयोग गर्न आउनु भएको छ प्रशिक्षु र अनि ठ्याक्क टाइममा तपाईँहरू वडा आउनुभएका चाहिँ हाम्रा वडा सचिवज्यूहरू र अन्य साथीहरूलाई पनि एकदम मेरो हार्दिक नमस्कार। तपाईँहरूलाई जब म 5वटा कुरा सरसर्ती भन्छु। नम्बर 1, आदत। कुनै पनि कुरो तपाईँ यदि एकचोटि गल्ती गर्नुहुन्छ भने त्यो कमजोरी हो, दुईचोटि गल्ती गर्नुहुन्छ भने त्यो पनि गल्ती नै हो, तर 3चोटि 4चोटि पटक तपाईँ यदि त्यो गर्नुहुन्छ भने त्यो चाहिँ आदत हो। नेपालीहरूको एउटा नराम्रो आदत छ क्या, ढिलो आउने। त्यसैले यो एउटा आदत बनिसकेको छ। त्यसैले यदि प्रगति गर्नु छ भने हामीले हाम्रो आदत बदल्नु पर्छ। आज यहाँ 8:30 बजे आउने भनेर मैले भनेको थिएँ र 8:25 आउँदाखेरि तपाईँहरू ठ्याक्कै आइसक्नु भएको थियो क्या। यो मलाई एकदमै खुसी लाग्यो। खासमा तपाईँहरू यो हलमा कति बजी सिकिसक्नु भएको थियो? 7:30 बजे नि। ल गुड, ल चाहिँ एकदम जोरदार ताली। भेरी गुड। किनकि हाम्रो तेमालको चाहिँ त्यहाँ टिम भनेर मैले लेक्चरको टाइम भनेर लेखेको छु, तपाईँहरूले यसरी फलो गर्नुभयो, यो एकदमै राम्रो। दोस्रो कुरो, तपाईँले एउटा गीत सुन्नु भएको छ जस्तै यो मनले तिमीलाई नै रोजेको छ, बिन्ती अरूलाई नरोज। यो गीत सुन्नु भएको छ? यो कसले गाएको? हु इज द सिङ्गर अफ दिस सङ? यो गीतको गायकको कसले भन्न सक्नुहुन्छ? रामकृष्ण यस कुमार। उसको त एल्बम निक्लिएको थियो, निकै हिट भएको थियो एउटा एल्बम, पहिलो एल्बम। त्यो एल्बममा उसले लेखेको थियो क्या, ओन द ओसन अफ यर डीप ब्लू आई फाउन्ड द डेप्थ अफ माई लभ, सो आई डाइभ इन्टु योर हार्ट टु फाइन्ड द डेप्थ अफ माई लभ भनेछ क्या। भनेपछि यहाँ मैले आउने बित्तिकै यो मनले तिमीलाई नै रोजेको छ भनेर मैले आइटी सरलाई रोजेको थिएँ। मैले उहाँलाई मेरो कार्यक्रम पनि मैले बोलाएको थिएँ। मैले उहाँलाई भन्थेँ है, जहाँ म जान्छु त्यहाँ चाहिँ म आइटीसँग एकदम आइटी फ्रेन्डली भएर काम गर्छु भनेर मैले भनेको थिएँ। र आज त्यही परिवेशमा हामीले यहाँनिर अहिले हामी यहाँ तालिमहरू गरिरहेको छौँ, ट्रेनिङ गरिरहेका छौँ, तर कतिपय कुराहरूमा चाहिँ हामीले सच्याउनु पर्ने कुराहरू अझै पनि हामीले सच्याएको छैनौँ। तेस्रो कुरामा मैले भन्नुपर्दाखेरि जुन अहिले हामीले यो पेपरलेस भन्दा छौँ, यो पेपर एलिमिनेसन एक्ट 1991 अमेरिकामा आएको थियो, राष्ट्रपति बिल क्लिन्टन भएको बेलामै आएको थियो। यो पेपर एलिमिनेसन एक्ट अथवा पेपरलेस भन्नु यति जरुरी छ चाहिँ बाढी पहिरो जाँदाखेरि, आग जाँदाखेरि यो पेपरहरू भनेको नष्ट हुन्छ। तर यदि हामीले इन्टरनेटमा सेभ गर्यो भने त्यो भनेको सुरक्षित हुन्छ। अनि यो काभ्रेमा कतिपय गाउँपालिकाहरूमा बाढी पहिरो गरेर ध्वस्त पनि नि, ठुलो जनधनको क्षति पनि। अस्ति जेनजी आन्दोलनको हुँदाखेरि पनि धेरै पेपरहरू डढेर गयो नि, तर यदि त्यति बेला हामीले यदि पेपरलेसमा यदि गएको थियो भने हामी एकदमै सुरक्षित हुन्थ्यो क्या। र चौथो कुरोमा त्यही भएर सेवाग्राही समिति सर्वेक्षण हामीले प्रत्येक वडामा पनि हामीले पठाएका छौँ, प्रत्येक स्वास्थ्य सेवा पनि पठाएका छौँ। र अहिले हामीले यसरी वेबसाइटमा पनि ल हेर्नुहोस्, तपाईँलाई हाम्रो सेवा कस्तो लाग्यो तपाईँले प्रत्येक आफ्नो मोबाइलबाट पनि हेर्न सक्नुहुन्छ। तपाईँको जुन ल्यापटप छ ल्यापटपबाट पनि हेर्न सक्ने भइहाल्यो। अनि यसमा चाहिँ मध्यम हाम्रो सेवा चाहिँ कस्तो छ हेर्नुहोस् है, हाम्रो सेवा चाहिँ कस्तो छ मध्यम। म तपाईँलाई यति भन्दा एउटा कुरा के भन्छु भने कर्मचारी बदनाम, सबैभन्दा बदनाम भनेको एउटै कारणले हो नि, तपाईँले यसमा कन्फ्युज नै नहुनुहोस्। एउटै कारणले गर्दा बदनाम। हामी त्यो के चाहिने सेवा त्यो ढिलो दियो के त भनेन, मुख्य कुरा हाम्रो व्यवहार हो। हामीले कर्मचारीको के अरे सेवाग्राहीप्रति कस्तो खालको व्यवहार गर्छौँ। हामी चाहिँ भन्नु चाहिँ मुखले चाहिँ पब्लिक सर्भेन्ट भन्छौँ, तर शासक जस्तो भएर उनीहरूसँग डिल गरिरहेको हुन्छौँ कि। अब यहाँ पनि हेर्दाखेरि के देखिन्छ भने यो तपाईँको मोबाइलमा पनि हेर्न सक्नुहुन्छ। यो विश्वको कुनै पनि कुनाबाट यो अहिले हेर्न सक्ने हामीले बनाएको छौँ। मध्यम 16% यहाँको पब्लिकले जो हामीसँग लिन आयो उनीहरूले हामीलाई मध्यम भन्छ। यसको मतलब हामीले अझै पनि हाम्रो व्यवहार सफार्नु पर्ने छ। अब म एक्लै सफाएर भयो, म एक्लैले यहाँ कार्यालयमा आएको चाहिँ सेवाको नमस्कार गरेर मुस्कान सहितको सेवा दिएर अनि चक्लेट मिठाई दिएर हुँदैन कि। त्यो तपाईँहरू सबैले वार्डमा आउने, तपाईँहरू वडाको कमान्डरहरू, म पालिकाका सचिव, तपाईँहरू वडाको सचिव, तपाईँहरू पनि राम्रो व्यवहार गर्नुभयो भने अनि उनीहरूले चाहिँ त्यसपछि यसरी हामीलाई हाम्रो गर्ने सेवा मध्यमबाट चाहिँ उच्चतम हुन्छ। उत्तम चाहिँ 28%ले हामीले उत्तम भनेको छ। र भनेपछि हामीलाई 56%ले हामीलाई उच्चतम भनेको छ। तर हामीलाई चाहिँ 80%ले हामीलाई उच्चतम भन्नुपर्ने हुन्छ। 80% हामीले उच्चतम भनेपछि हाम्रो व्यवहार अब परिपक्व भएछ,
अब चाहिँ हामी पब्लिक सर्भेन्ट भएछौँ भनेर हामीले त्यसपछि हामीले अनुमान गर्न सकिन्छ। त्यही भएर तपाईँलाई आज मैले सेवाग्राही समिति सर्वेक्षण लिएर आउनु भनेको हो। अनि हामी मध्ये कोही न कोही त छौँ क्या अझै पनि हाम्रो व्यवहारमा सुरु के अरे चेन्ज नभएको पञ्चायतकालीन सामान्य मानसिकताले ग्रसित भएर काम गर्ने र पब्लिकलाई अलिकति डोमिनेट गरेर बोल्ने त्यति मध्ये हामी कोही न कोही छौँ। त्यही भएर आज तपाईँहरूको सेवाग्राही समिति सर्वेक्षण हेर्दाखेरि त्यो ठ्याक्कै थाहा आउँछ अरे त्यहाँ पब्लिकले काहीँ न काहीँ त गुनासो लेखेको होला नि। फेरि तपाईँले काट्नु नसक्ने मेट्नु नसक्ने त्यहाँ हामीले त्यो तल त प्रमाणित गर्ने सिग्नेचर पनि राखेका छौँ। त्यो एकचोटि चाहिँ हामी हेर्छौँ नि तपाईँले कसले चाहिँ त्यस खालको व्यवहार गर्नुभएको छ र कसको कारणले गर्दाखेरि यो यस खालको यहाँ हामीलाई यो भोटिङ हाल्छ यो हामी हेर्छौँ। यो तपाईँलाई चौथो कुरामा यो भने अनि पाँचौँ तथा अन्तिम कुरामा चाहिँ के छ भने यदि पब्लिकले यदि सेवा लिनु जानेन यदि उसले ढिलो गर्यो भने यसले ढिलो गरेर भनेर त्यसलाई पब्लिकलाई कहिले पनि दोष नदिनु होला। तपाईँहरू घर घरै गएर हुन्छ कि हामी गयौँ नि शिविरको बेलामा पब्लिक आउन सक्दा हस्पिटलमै पुग्यौँ नि कतिपय अवस्था चाहिँ के अरे ऊ अक्सिजन लगाएर बसेको ठाउँमै गएर हामीले दियौँ नि हो। हामीले दिने तौर तरिका त्यही हो। ठ्याक्कै योजना पनि त्यसरी नै हो। यदि चाहिँ उपभोक्ता सम्झौता गर्न आउँदैन भने तपाईँले सम्झौता गर्न आउनु पर्यो भनेर त्यो बरु एक दिन बरु छुट्टी नै मिलाएर हुन्छ कि वडा अध्यक्षलाई समातेर लिएर बरु गएर भन्ने तपाईँले चाहिँ समय योजना सम्पन्न गर्नु पर्यो। तपाईँहरूले हिँड्ने बाटो तपाईँको छोराछोरीले पढ्ने विद्यालय तपाईँहरू चाहिँ बिरामी पर्दा उपचार गर्नुपर्ने स्वास्थ्य चौकी तपाईँलाई नै फाइदा हुने हो। यो चाहिँ तपाईँले समयमै योजना सम्पन्न गर्नु भएन भने बजेट फ्रिज हुन्छ। ढिलो सम्पन्न गर्नुभयो भने त्यो असार सालको बाढी परेर भत्काइदिन्छ अनुगमन गर्नु पनि भ्याइँदैन। त्यसैले तपाईँहरूको गाउँठाउँको लागि तपाईँहरूकै लागि तपाईँहरूको भावी सन्ततिको लागि तपाईँहरू योजना समयमा सम्पन्न गर्नुहोस् भनेर तपाईँले भन्नु पर्यो। अनि यहाँ चाहिँ के छ भने त्यो बुद्ध चित्तको माला बेच्ने सिजनमा काम सकेर भुक्तानी पनि लिन आउँदैन। त्यही भएर भुक्तानी पनि लिन आउनुहोस् भनेर तपाईँहरूले घर घरमा हुन्छ कि टोटल नगरेर तपाईँले यो कुरा भन्न सक्नुपर्छ। र यस्तै क्रममा मैले केही रिपोर्ट पाएको छु। यसपालि चाहिँ हामीले केही प्राविधिकले भनेका छन् भने यस्तो पोहोर चाहिँ हामीले प्रत्येक उपभोक्तालाई फोन गरेको थियौँ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। यसपालि चाहिँ हामीले उपभोक्ताको घर घरमै गएर हामीले सम्झौता गर्न आउनुहोस् भनेर हामीले भनेका थियौँ भन्दै हुन्थ्यो। त्यसको अहिले रिजल्ट पनि देख्न थालेछ कि भनेपछि अहिले मङ्सिर महिनामै योजना सम्झौता गरेर पनि उहाँले सम्पन्न पनि गरेर आइसक्नु भएको छ। र यसमा पहिलो नम्बरमा आउनु भएको छ वडा नम्बर 5 को। त्यही भएर अहिले चाहिँ वडा सचिव यहाँ हुनुहुन्छ। मैले अस्ति प्राविधिकले त सम्मान गरेँ। तपाईँले आज एउटा चक्लेट पाएर सम्मान पाउनुहुनेछ। र पहिलो सम्झौता वडा नम्बर 1 मा प्लिज कम्प्लिट दिस। यहाँ त एकदम चक्लेट रेडी छ। तपाईँहरूलाई आएर यो चक्लेट ग्रहण गरिदिनु म हार्दिक अनुरोध छ। अन्य वडा सचिवहरूले पनि सिक्नु होला। ल यहाँ मैले कम्प्लिट गरिदिन्छु। वडा नम्बर 1 टेमाल गाउँपालिकामा आर्थिक वर्ष 2082-83 मा सबैभन्दा पहिलो योजना सम्झौता गर्ने पहिलो वडा नम्बर 1 वडा सचिवज्यूलाई ल र योजना सम्पन्न गर्नेलाई चाहिँ 2टा सकेको छ किनकि उहाँले सम्पन्न गर्नुभयो। यसको भुक्तानी गइसकेको छ। प्लिज ल थ्याङ्क यू। प्लिज गिभ मी 2 गाडी। र यदि भन्दै उत्कृष्ट कर्मचारी र सर्वोत्कृष्ट कर्मचारीहरू हामी छान्दैछौँ। हामी उहाँहरूलाई पुरस्कृत पनि गर्छौँ यहाँ सम्मान पनि गर्छौँ। राम्रो काम गर्नेलाई नराम्रो काम गर्नेलाई हामी पनिसमेन्ट गर्छौँ। स्पष्टीकरण लिएको पनि छ। 8 मिनटमा 2 जना कर्मचारी बर्खास्त परेको पनि छन्। धेरैजनाको रेडमार्क लागेको पनि छ। तर राम्रो काम गर्ने हामी यसरी पुरस्कृत गर्छौँ भने हामी यहाँ ससम्मान पनि गर्छौँ। तपाईँहरू उत्कृष्ट र सर्वोत्कृष्ट हुने अधिकतम प्रयास गर्नु होला। यति भन्दै आजको कार्यक्रम पनि यही समापन भएको म घोषणा गर्छु। थ्याङ्क यू। जय नेपाल। माथि कुन चाहिँ हो?